हेलो एभ्रिवान। यो भिडियो चाहिँ स्पेशल टोखा नगरपालिकामा घर भएकोहरूको लागि। यो भिडियो मार्फत चाहिँ हामीले आइएमएस टोखा एप कसरी इन्स्टल गर्ने, एपमा आफ्नो डाटा कसरी भर्ने र के भर्ने बारेमा चाहिँ बुझ्नेछौँ। अब फर्स्टमा चाहिँ एप इन्स्टल गर्नु पर्यो है। अब एप्पल युजरले चाहिँ एप स्टोरबाट गर्नु होला, अनि एन्ड्रोइड युजरहरूले चाहिँ प्ले स्टोरबाट गर्न सक्नुहुन्छ। प्ले स्टोरमा सजिलै भेटाउँछ है। अब चाहिँ हामी प्ले स्टोरमा जान्छौँ। प्ले स्टोरमा गएर आइएमएएस टोखा सर्च गर्ने। आइएमएएस टोखा आइहाल्यो। यसलाई चाहिँ अब इन्स्टल गर्ने। इन्स्टल हुन केही टाइम लाग्छ। अब इन्स्टल भइसकेपछि आइएमएएस भन्ने आउँछ, त्यसलाई खोल्ने, ओपन गर्ने। ओपन गरिसकेपछि यहाँ चाहिँ हजुरहरूले साइनअप गर्नु होला। पहिला तल साइनअप लेखेको छ, साइनअप गर्नुपर्छ है। साइनअपमा गएर हजुरको नम्बर राख्नु होला, हजुरको भ्यालिड नम्बर है। हजुरको फोनमा जुन नम्बर छ त्यही नम्बर राख्नु होला। यसमा अहिले 4 डिजिटको ओटिपी कोड आउँछ र तल चाहिँ तपाईँको आवास चयन गर्नुहोस्। टोखा नगरपालिकाभित्र सेलेक्ट गर्नुपर्ने हुन्छ र जारी राख्नुहोस्। अब चाहिँ 4 डिजिटको ओटिपी कोड आउँछ। 5736। अब चाहिँ यहाँ चाहिँ हजुरहरूले 8 डिजिटको पासवर्ड, आफै नयाँ पासवर्ड सेट गर्नुपर्ने हुन्छ। यो चाहिँ 8 डिजिट जेसुकै राख्दा नि हुन्छ, 8वटा चाहिँ राख्नु पर्यो है। अनि यो चाहिँ हजुरले याद राखिराख्नुपर्ने हुन्छ। पछि हजुरहरू लगइन गर्दाखेरि चाहिन्छ। माथि जे राख्नुहुन्छ तल पनि सेम पासवर्ड राखेर, तल पनि सेम पासवर्ड राखेर साइनअप गरिसकेपछि यस्तो आउँछ। यहाँ चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ कसले के रिपोर्ट गरेको रहेछ भन्ने कुरा चाहिँ। त्यसपछि प्रोफाइलमा जाने, तल प्रोफाइल छ। प्रोफाइलमा मेरो जानकारी, घरको जानकारी, परिवारको जानकारी, रिपोर्टहरू छ होइन, यस्तै छ। मेरो जानकारीभित्र व्यक्तिगत जानकारीभित्र थप्नुहोस् गरेपछि लेख्न दिन्छ। यहाँ के लेख्ने त? यहाँ हजुरको फर्स्टमा हजुरको नाम लेख्नु पर्यो। जसको फोन हो त्यसको नाम है, घरधनीको नाम लेख्न पर्दैन। अनि यता चाहिँ लिङ्ग सेलेक्ट गर्ने, पुरुष महिला के रहेछ होइन, हजुर आफ्नो अनुसार। यहाँ चाहिँ नागरिकता नम्बर, हजुरको नागरिकता नम्बर यहाँ राख्नु होला। नागरिकता नम्बर राखिसकेपछि हजुरको यहाँ जन्ममिति इङ्ग्लिस डेट आउँछ। माथि क्लिक गर्दा इयर सेलेक्ट गर्नु पाउनुहुन्छ होइन। इयरहरू इङ्ग्लिस डेट चाहिँ राख्नुपर्छ है। इयर सेलेक्ट गर्नुपर्छ। मैले चाहिँ यो जस्ट डेमोको लागि गराएको। यहाँबाट मन्थ सेलेक्ट गर्ने, हो यस्तो गर्ने। अनि यहाँ क्लिक गरिसकेपछि फोटो, नागरिकताको फोटो हाल्नु पर्यो। यसमा चाहिँ हजुरहरूले नागरिकताको अगाडि पछाडि बोथ साइड है, अगाडि पछाडि सेलेक्ट गर्ने, यस्तो गर्ने, सेभ गर्ने। सेभ गर्नुहोस् गरेपछि सेभ हुन्छ। मैले चाहिँ सेभ गरिनँ अहिले। त्यसपछि व्यक्तिगत जानकारी थपमा जाने, यहाँ पनि थप्नुहोस्। त्यसपछि यहाँ प्रयोगकर्ताको नाम, यो पनि हजुरकै नाम हुन्छ। यहाँ पनि हजुरहरूकै नाम हुन्छ। आफ्नो नाम राखेँ। जाति, आफ्नो जाति राख्नु होला। अब हजुरहरू केमा पढ्नुहुन्छ होइन, जनजाति, ब्राह्मण, क्षेत्री त्यस्तै टाइपको। अनि बायोमा चाहिँ हजुरहरूले आफ्नो प्रोफेसन जनाउने टाइपको राख्नुपर्छ। जस्तै कि म इन्जिनियर भने इन्जिनियर राखेँ है। इमेल चाहिँ हजुरको इमेल हुन्छ क्या, मोबाइलमा भएको इमेल, gmail.com भएको चाहिँ हजुर। वैवाहिक स्थिति, डिभोर्स भएको, अविवाहित, धर्म चाहिँ हजुरको आफ्नो धर्म हिन्दू। प्रोफाइल फोटोमा चाहिँ हजुरहरूले आफ्नो फोटो राख्नु पर्यो है। एउटा आफ्नो राम्रो फोटो एउटा राख्नुपर्छ। त्यो फोटो राख्छु म। ओके। अनि यहाँ चाहिँ हजुरले नागरिकता बाहेक एडिसनल ड्राइभिङ लाइसेन्स, भोटर कार्ड, प्यान नम्बर त्यस्तो डकुमेन्ट एउटा राख्नु होला। सेभ गर्नुहोस् गर्नु होला। सेभ गरिसकेपछि यो पनि भयो। यो डन भइसकेपछि हजुरहरू आपतकालीन सम्पर्क जानकारीमा जानु होला। आपतकालीन सम्पर्क जानकारीमा गइसकेपछि यहाँ चाहिँ हजुरहरूको घरको अर्को एउटा व्यक्तिको नाम राख्नुपर्छ। माथि नाम, तल कन्ट्याक्ट नम्बर, त्यहाँ तल चाहिँ हजुरहरूसँगको सम्बन्ध राख्नुपर्छ। ब्रोडर भनेर राखेँ होइन। सेभ गर्नुहोस् गरिसक्यो।
यहाँ नम्बर चाहिँ मिलेको छैन, त्यही भएर सेभ भएन। जस्तै कि नम्बर चाहिँ 10 वटै हुनुपर्छ। नम्बर 10 वटा राखेपछि सेभ गर्नुहोस् भन्ने दिन्छ, यहाँ राखियो होइन। त्यसपछि ब्याक यतिसम्म चाहिँ भर्नै पर्ने हुन्छ। त्यहाँ चाहिँ हजुरहरूले रोजगारी भर्न सक्नुहुन्छ, आफ्नो डाटाहरू। त्यसपछि घरको जानकारीमा हजुरहरूले थप्नुहोस्। गरिसकेपछि यहाँ चाहिँ हजुरहरूलाई हामीले दिएको त्यो घर आइडी, हाउस आइडी चाहिँ राख्नुपर्ने हुन्छ। त्यहाँ लेखेर दिएको हुन्छ हाउस आइडी भनेर, त्यो आइडी चाहिँ राख्नु होला। त्यो आइडी राखेर यहाँ चाहिँ हजुरहरूले घरको आवासीय स्थिति राख्नुपर्छ। हजुरको मुख्य घर, उपमुख्य घर। हजुरहरूको मेनली मुख्य घर हुन्छ होइन, एउटा घर मात्रै भएको भए। यहाँ यस्तो गरेर सेभ गरिदिनु होला। सेभ गरेपछि यहाँ हजुरहरूको घरको सबै आउँछ। त्यसपछि परिवारको जानकारीमा गइसकेपछि परिवारको नाम, सम्पर्क नम्बर, सम्बन्ध, जन्ममिति, परिवारको जन्ममिति पनि राख्न सक्नुहुन्छ। यहाँबाट हजुरहरूले सबै राखेर सेभ गर्नुपर्ने हुन्छ। यहाँ पनि सेम हो। यो भइसकेपछि त्यसपछि आइएमएस आधिकारिक नक्सामा जानु। त्यहाँ गइसकेपछि यसलाई अलाउ गरौँ। हजुरले यहाँबाट हजुरहरूलाई दिएको घर नम्बर है, हाउस नम्बरबाट हजुरहरूले आफ्नो घर सर्च गर्न सक्नुहुन्छ। हजुर जस्तै कि म यहाँ सर्च गर्छु एउटा घर ऱ्यान्डमली है। एउटा घर सर्च गर्छु म यहाँ। घर नम्बर यति हानिसकेपछि यसरी आउँछ। जस्तै कि पालिकाकै वार्डकै अफिस है। यो सबै डाटा हजुरहरूको अब भेरिफाई भइसकेपछि हजुरको यो डाटा चाहिँ पालिकाबाट भेरिफाई हुन्छ। यो पालिकाबाट भेरिफाई भइसकेपछि हजुर त्यहाँ माथि देख्न सक्नुहुन्छ साइरन जस्तो एउटा आइकन छ। त्यसमा क्लिक गरिसकेपछि हजुरहरूको भेरिफाई भइसकेपछि हजुरहरूको त्यसमा क्लिक गर्दा के देखाउँछ भनेपछि यो त चाहिँ पुलिसहरूको इन्फर्मेसन देखाउँछ होइन। पुलिस बोलाउन मिल्ने, अर्को दमकल, एम्बुलेन्स त्यस्तो चाहिँ त्यसमा अप्सन छ क्या। हजुरहरूको त भेरिफाई भइसकेपछि देख्नुहुन्छ। जस्तै कि अहिले म क्लिक गर्दाखेरि यसमा अपरमानित प्रयोगकर्ता भन्छ क्या। अपरमानित प्रयोगकर्ता भन्छ। त्यसपछि यहाँ सेटिङमा गएर हजुरहरूले आफ्नो भाषा यहाँ चेन्ज गर्न सक्नुहुन्छ। हजुरलाई कुन सजिलो लाग्छ होइन, त्यो चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। ल, थ्याङ्क यू सो मच। भिडियो चाहिँ यति नै थियो। केही डाउट छ भने कमेन्ट गर्नु होला। हजुरहरूको लागि यो भिडियो चाहिँ हेल्पफुल भएको छ भनेपछि लाइक, कमेन्ट, सब्सक्राइब चाहिँ गरिदिनु होला है त। र आफ्नो छिमेकी रिलेटिभ्सहरूलाई चाहिँ सेयर गरिदिनु होला है। त्यहाँहरूलाई पनि सजिलो हुन्छ यो भिडियो हेरेर फर्म भर्नलाई।